जो असफलबाट सिक्न चाहनेहरूको एक यस्तो कथा। साथीहरू, जीवनको रामायण, सन्दीपको कथा। सन्दीपसँग न धन थियो, न पहुँच, न बलियो साथ। थियो त केवल खाली हात र आँखाभरि सपना। हरेक बिहान ऊ अभावसँग लड्थ्यो, हरेक रात अपमानलाई सिरानी बनाउँथ्यो। मानिसहरूले भने, सन्दीप तँबाट केही हुँदैन। तर सन्दीपले आफ्नो मनलाई भन्यो, आज होइन भने भोलि। ऊ धेरै पटक असफल भयो, लड्यो, घाइते भयो, रोयो पनि। तर कहिल्यै कर्म छोडेन, किनकि उसलाई थाहा थियो रामायणमा पनि रामले वनवास भोगेर मात्रै विजय पाए। समय फेरियो, त्यही पसिनाले उसको नाम बनायो, त्यही धैर्यले उसको भाग्य बदल्यो। आज सन्दीप सफल छ, किनकि उसले हारलाई अन्त्य मानेन, सङ्घर्षलाई नै आफ्नो गुरु बनायो। सन्देश: जिरोमा जन्मिनु कमजोरी होइन, जिरोमै अड्किनु हार हो। कर्म गर, धैर्य राख। यदि यो भिडियोबाट तपाईलाई केही सिक्नुभयो होला अनि मन परे सब्स्क्राइब पनि गर्नु है, जसले गर्दा आउँदो दिनमा फेरि ल्याउने नै छु। धन्यवाद।